हेलो एभ्रिवान, मेरो नाम दीक्षित भट्टराई हो। ल हालसालै भएको सी एक्जाममा मैले र्याङ्क 152 ल्याएर एमबीबीएस तर्फ उत्तीर्ण गर्न सफल भएको थिएँ र अहिले हालसालै बीपीकेआइएचएस फर्स्ट इयर एमबीबीएसमा पढ्दैछु। र आजको यो भिडियोमा मैले 3 महिनाभित्र सी कसरी क्र्याक गरेको थिएँ र हजुरहरूले चाहिँ सी कसरी क्र्याक गर्न सक्नुहुन्छ त्यसको बारेमा एकदमै डिटेल भिडियो बनाउन गइरहेको छु। ओके, लेट्स स्टार्ट द भिडियो। सो आज चाहिँ म 3 महिनामा सी कसरी क्र्याक गर्ने भनेर सर्ट टिप्स एन्ड ट्रिक्स दिन जागिरहेको छु। सो हामीले चाहिँ राइट स्ट्राटेजी फलो गर्नुपर्छ। हामीले चाहिँ स्टडी चाहिँ इफेक्टिभ पार्नुपर्छ रेदर देन जस्तै 8-10 घन्टा पढ्नुभन्दा पनि 6 घन्टा पढ्ने तर इफेक्टिभली पढ्ने टाइप अफ हामीले पार्नुपर्छ। र हामीले चाहिँ कन्सटेन्ट प्लान बनाउनुपर्छ, लाइक कन्सटेन्टली एभ्री डे पढ्ने, लाइक एक दिन 10 घन्टा पढ्यो, अर्को दिन 2 घन्टा पढ्यो, अनि फेरि अर्को दिन 8 घन्टा पढ्यो, त्यसरी गर्नु हुँदैन। कन्सटेन्टली चाहिँ जहिले पनि 4-5 घन्टा होइन 6-7 घन्टा आफूलाई मन लागेको टाइम कन्सटेन्टली पढ्नुपर्छ र स्मार्ट वर्क गर्नुपर्छ रेदर देन लाइक जे पनि पढिरहेको छ एभ्रिथिङ पढिरहेको छ त्योभन्दा पनि चाहिने कुरा पढ्ने हो र इम्पोर्टेन्ट कुरा पढ्ने हो र कुन कुरामा बढी फोकस गर्नुपर्छ भनेर त्यो थाहा पाउनुपर्छ र त्यही भन्न गइरहेको छ आज। ल सिएमबीबीएस भनेको यो प्याटर्न त सजिलो छ। 200 मार्क्स क्वेसन हुन्छ, 200 क्वेसन हुन्छ, 3 घन्टाको टाइम हुन्छ र नेगेटिभ मार्किङ 0.25 हुन्छ। यो सबैलाई थाहा भएको कुरा होला र हामीले त्यसैले नेगेटिभ मार्किङ भएको कारणले गर्दाखेरि चाहिँ हामीले धेरै क्वेसन एटेम्प पनि गर्नु हुँदैन। सो आफू कन्फिडेन्ट भएको क्वेसन चाहिँ एटेम्प गर्नुपर्छ। त्योभन्दा पनि त्यहाँ पछि 10-20 क्वेसन चाहिँ तुक्का हान्दा पनि हुन्छ, तर अलिकति सोचेर तुक्का हान्नुपर्छ। पढेको कुरालाई मात्रै तुक्का हान्नुपर्छ, रेदर देन कहिले नसुनेको कुराहरूको बारेमा चाहिँ तुक्का हान्नु हुँदैन। यहाँ नो नेगेटिभ मार्किङ लेखेको रहेछ तर यो होइन। अब यहाँ त्यही हो, 5वटा सब्जेक्ट हो, जियोलोजी, बोटनी, केमिस्ट्री, अनि त्यहाँपछि फिजिक्स, अनि म्याथ। र म्याथ चाहिँ 20 मार्क्सको हुन्छ र यो चाहिँ के गर्दा हुन्छ भन्दाखेरि चाहिँ फिक्स क्वेसन हुँदैन म्याथबाट, टपिकहरू पनि त्यस्तो फिक्स हुँदैन। सो कुन क्वेसन आइरहेको छ सीमा प्रोबेबली त्यो क्वेसन आउन सक्छ भनेर त्यस्तो खालको टपिकहरू चाहिँ हामीले पढ्नुपर्ने हुन्छ म्याथमा। म्याथ चाहिँ के गर्दा हुन्छ भन्दाखेरि चाहिँ दिनदिनै चाहिँ थोरै कुरा पढिरहेको म्याथमा चाहिँ त्यस्तो खालको एप्रोच दियो भने म्याथ चाहिँ इजिली सल्भ हुनसक्छ। र म्याथमा चाहिँ त्यस्तो धेरै ध्यान पनि दिनु पर्दैन, तर कोही मान्छे चाहिँ लास्ट नेग्लेक्ट गरिरहेको हुन्छ म्याथलाई, त्यस्तो पनि गर्नु हुँदैन, पढ्नुपर्छ। अनि त्यहाँपछि त्यही हो, अब जियोलोजी, बोटनी, केमिस्ट्री र फिजिक्सबाट यिनीहरूबाट मार्क्स इजिली तान्न सकिन्छ। यो मध्ये पनि जियोलोजी र बोटनीबाट चाहिँ मार्क्स तान्न सकिने हो, किनकि धेरै रट्ने खालको कुराहरू हुन्छ र खासै बुझ्ने खालको कुरा हुँदैन फिजिक्स जस्तो, र एकदम सिम्पल खालको क्वेसन पनि आउँछ। अब इभोल्युसनरी बायोलोजीको 3 मार्क्स छ, यो पहिले चाहिँ 4 मार्क्सको हुन्थ्यो होला, 4 कि 5 मार्क्सको, यो अहिले घटाएको छ, त्यस्तो धेरै फोकस गर्नु पर्दैन। र एनिमल डाइभर्सिटी एन्ड क्लासिफिकेसन यो भनेको फाइलम हो, र फाइलम चाहिँ पहिले 8 मार्क्सको थियो र अहिले चाहिँ सिधै 4 मार्क्सको बनाएको छ। सो हामीले चाहिँ जेनरल क्लासिफिकेसन जान्नुपर्छ फाइलमको, र थोरै कुराहरू इम्पोर्टेन्ट क्यारेक्टरिस्टिकहरू जान्नुपर्छ। त्यो इन डिटेल अर्गानिजमको बारेमा पढ्नु पर्दैन बिकज ओन्ली 4 मार्क्स छ, खासै इम्पोर्टेन्ट हुँदैन। अनि त्यहाँपछि अर्को हुन्छ एनिमल टिस्यु। एनिमल टिस्यु 4 मार्क्सको, यो एकदमै इम्पोर्टेन्ट टपिक हो र लास्टै इजी टपिक हो। सो यो टपिक चाहिँ सकेसम्म फास्ट सक्नुपर्छ, किनकि यो त इजिली मक टेस्टहरूमा पनि यसकोबाट क्वेसन आइरहेको हुन्छ र हामी इजिली मिलाउन पनि सक्छौँ, धेरै त्यस्तो कम्प्लिकेटेड कुरा छैन। अनि स्टडी अफ सेलेक्टेड अर्गानिजम, सेलेक्टेड एनिमल्स। सो यसमा चाहिँ के पर्छ भन्दाखेरि प्लाज्मोडियम भयो, फ्रग भयो, प्लाज्मोडियम, फ्रग र अर्थमा पर्छ। मोस्ट प्रोबेबली प्लाज्मोडियमबाट 3 जति क्वेसन सोधिरहेको हुन्छ, प्लाज्मोडियमबाट 3 जति क्वेसन सोधिन्छ, अनि अर्थमाबाट पनि 2-3 सोध्छ, अनि त्यहाँपछि फ्रगबाट पनि 2-3 सोध्छ। सो हामीले फोकस चाहिँ यहाँ प्लाज्मोडियमलाई बढी गर्नुपर्ने हुन्छ, त्यहाँपछि अर्थमालाई गर्नुपर्ने हुन्छ, त्यहाँपछि फ्रगलाई गर्नुपर्ने हुन्छ। र फ्रगको त्यो नर्भस सिस्टमहरू दिएको होला मोड्युलमा, त्यो चाहिँ पढ्नु पर्दैन, ठ्याक्कै जुन 12 कोर्समा छ ठ्याक्कै त्यही पढ्दा हुन्छ। र त्यो नर्भस सिस्टम र अरू सिस्टमहरूको चाहिँ इम्पोर्टेन्ट र पास इयर क्वेसन मात्रै हेर्दा मजाले पुग्छ। र ह्युमन बायोलोजी एन्ड फिजियोलोजी यो भनेको ह्युमन सिस्टम भयो। यो सिस्टम इजी टपिक त होइन खासै, तर पढ्न मार्क्स छ, हाई हेल्ड टपिक हो। यो टपिक चाहिँ मजाले याद हुनुपर्छ बिकज यो लेख्न मात्रै पढ्न मार्क्स दिएको छ, तर यो 16 देखि 17 मार्क्ससम्म सोध्न सक्छ, 18 मार्क्स पनि सोध्न सक्छ। सो यो चाहिँ फोकस गर्नुपर्ने हुन्छ। त्यहाँपछि इम्युनोलोजी एन्ड डिजिज, यो पनि थोरै छ यो टपिक र 4 मार्क्स पनि छ। र मेडिकल टेक्नोलोजी एन्ड एप्लाइड बायोलोजी र बायोटा इन्भाइरोमेन्ट र कन्जर्भेसन छ, यो चाहिँ 2-3 मार्क्सको टपिक रहेछ, इजी टपिक छ, यो खासै पढ्नु पनि पर्दैन। सो त्यस्तो फोकस गर्ने खालको टपिक छैन। सो इम्पोर्टेन्ट टपिक्सहरू भनेको यो ह्युमन बायोलोजी हो, 15 मार्क्सको छ, सो यो पढ्नुपर्छ। अनि त्यसपछि एनिमल टिस्यु यो 4 मार्क्सको झ्याप्पै आउँछ
र सेलेक्टेड अर्गानिजम यो पनि 6 मार्क्सको इजिली आउन सक्छ। सो यो 3टा टपिकमा चाहिँ इजिली पढ्यो भने चाहिँ इजिली मार्क्स तान्न सकिन्छ। र बोटेनी त्यही हो, 40 मार्क्सको क्वेसन हुन्छ। बोटेनी पनि सजिलै छ हैन। बेसिक कम्पोनेन्ट अफ लाइफ 2 मार्क्सको छ। अनि त्यसपछि बायोडाइभर्सिटी 9 मार्क्सको छ। र बायोडाइभर्सिटी धेरै नै छ, सो यो चाहिँ अलिकति कम फोकस गर्दा हुन्छ। तर यो हाई यिल्ड टपिक हो, त्यसैले अलिकति फोकस गर्नै पर्छ। जेनेटिक्स 6 मार्क्सको लेखेको छ, तर यो आई थिङ्क 8 देखि 9 मार्क्सको सोध्न सक्छ। यो इजिली मार्क्स तान्न सकिन्छ। थोरै छ तर अलिकति देख्नै पर्नुपर्छ यो टपिक। अनि सेल बायोलोजी छ, यो पनि थोरै छ। यहाँबाट माइटोसिस मेयोसिसबाट ढुक्क 2 मार्क्स जतिको क्वेसन आइरहेको हुन्छ जहिले पनि। सो यो टपिक चाहिँ छोड्दै नछोड्नु। अनि त्यहाँपछि एनाटोमी 3 मार्क्सको, अलिकति लामै च्याप्टर छ एनाटोमी, अलिकति गाह्रो पनि छ, तर 3 मार्क्स इजिली आउन सक्छ। फिजियोलोजी 6 मार्क्स छ, सो फिजियोलोजी चाहिँ छोड्नु भएन। र फिजियोलोजीमा पनि इम्पोर्टेन्ट भनेको क्रेब्स साइकल, ट्राइकोलाइसिसहरू, यहाँबाट 1 मार्क्स सोधिरहेको छ जहिले पनि। सो यस्तो टपिकहरू चाहिँ छोड्नु भएन। र डेभलपमेन्टल बोटेनी र एप्लाइड बोटेनी छ। डेभलपमेन्टल बोटेनी 2 मार्क्सको छ, इजी टपिक छ। यो कसरी फर्मेसन हुन्छ, फर्टिलाइजेसन कसरी हुन्छ बारे छ। सो यो पनि छोड्नु भएन। अनि इकोलोजी एन्ड भेजिटेसन 4 मार्क्सको छ, यो पनि एकदमै सर्ट टपिक छ, यो पनि पढ्दा भइगयो। सो यहाँ बायोडाइभर्सिटीलाई अलिकति लेस फोकस गर्दा हुन्छ। सो मेन फोकस चाहिँ हामीले यहाँ जेनेटिक्सलाई गर्नुपर्ने हुन्छ। अनि त्यहाँपछि सेल बायोलोजीलाई गर्नुपर्ने हुन्छ र फिजियोलोजीलाई गर्नुपर्ने हुन्छ। सो केमिस्ट्रीको कुरा गर्नुपर्दा फिजिकल केमिस्ट्री, इनअर्ग्यानिक, अर्ग्यानिक, एप्लाइड र एनालाइटिकल हुन्छ। सो आई विल टेल कि यो 2टा फोकस गर्नु। र यसमा चाहिँ मोड्युलमा पनि यो 2टा टपिक चाहिँ राम्रो दिएको छैन। सो यो चाहिँ +2 को बुकबाट पढ्दाखेरि चाहिँ प्रिफरेन्सली बेटर हुन्छ। मैले पनि त्यही गरेको थिएँ। मैले यो मोड्युलहरूबाट पढेको थिइनँ, बिकज यो टपिक धेरै नै कम दिएको थियो मोड्युलहरूमा। सो योबाट 6 मार्क्स छ र नयाँ सिलेबस हो। सो 6 मार्क्सबाट 6 मार्क्स सोध्ला जस्तो मलाई लाग्छ। यो इजी पनि छ, त्यस्तो धेरै कुरा पढ्नु पनि पर्दैन। त्यहाँपछि अर्ग्यानिक केमिस्ट्री थाल्नु भन्छु म। अर्ग्यानिक केमिस्ट्रीबाट इजिली मार्क्स तान्न सकिन्छ, धेरै नै इजी टपिक छ। अनि त्यहाँपछि 6 अर्को इनअर्ग्यानिक अलिकति गाह्रो छ र यो चाहिँ सिक्वेन्समै पढ्नु होला। लाइक फर्स्टमा हाइड्रोजन पढ्ने, अक्सिजन पढ्ने, वाटर पढ्ने र जुन सिक्वेन्समा छ त्यही पढ्नु होला। र फिजिकल केमिस्ट्रीबाट 17 मार्क्स छ, अलिकति कन्फ्युजिङ हुन्छ, तर आइएल टपिक्सहरू पढ्न सक्छौँ हामीले। सो 17 मार्क्सबाट इजिली हामीले 13 देखि 14 मार्क्स तान्न सकिन्छ सीमा यो टपिकबाट। र अर्ग्यानिकबाट चाहिँ अलिकति बढी मार्क्स तान्नुपर्छ जस्तो लाग्छ, 15 मार्क्स 16 मार्क्स जति तान्न सकिन्छ। र यो 2टा चाहिँ छोड्दै नछोड्नु पर्ने च्याप्टरहरू हो। र फिजिक्स हो, मेकानिक्स 10 मार्क्सको छ, तर धेरै नै बढी छ। सो योलाई चाहिँ लास्ट प्रायोरिटी दिनुपर्छ। हिट एन्ड थर्मोडाइनामिक्स 7 मार्क्सको छ, झनै बढाइदिएको छ यसको चाहिँ। सो हिट एन्ड थर्मोडाइनामिक्स चाहिँ म चाहिँ भन्छु फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ यो पालि, बिकज 7 मार्क्सको छ, मजाले मार्क्स तान्न सकिन्छ। अनि मोडर्न फिजिक्समा केही नै छैन, इजी हो। यो 12 मार्क्स फ्रीको मार्क्स भन्दा पनि हुन्छ। र इलेक्ट्रोस्टेटिक्स एन्ड क्यापेसिटर हो, 4 मार्क्स, यो पनि फोकस गर्नुपर्छ। म्याग्नेटिजमबाट इजिली मार्क्स तान्न सकिन्छ र करेन्ट इलेक्ट्रिसिटीबाट पनि तान्न सकिन्छ। त्यही हो, मेकानिक्स चाहिँ लास्ट प्रायोरिटी राख्दा हुन्छ, किनकि धेरै नै च्याप्टर छ। र मेकानिक्सको पनि कस्तो खालको च्याप्टर पढ्ने हो भन्दाखेरि ग्राभिटेसन पढ्नुपर्छ, इलास्टिसिटी पढ्नुपर्छ, सर्कुलर मोसन पढ्नुपर्छ। अनि त्यहाँपछि त्यो फ्लुइड्सहरू पढ्नुपर्छ। यिनीहरू चाहिँ इम्पोर्टेन्ट च्याप्टर हो। सो यिनीहरू च्याप्टरहरू छोड्नु हुँदैन, त्यहाँबाट 1 मार्क्स आइरहेको हुन्छ। सो वेभ एन्ड अप्टिक्स एकदमै सजिलो छ, यो पनि फ्रीको मार्क्सै भन्दा हो। अब यो स्टडी प्लान चाहिँ कस्तो बनाउनुपर्छ भन्दाखेरि चाहिँ बेसिक कन्सेप्टहरू चाहिँ क्लियर हुनु पऱ्यो। सो फर्स्ट कुरा चाहिँ के मान्छु भन्दाखेरि चाहिँ म चाहिँ बेसिक कन्सेप्ट मान्छु। सो यति हजुरको बेसिक कन्सेप्ट क्लियर छैन भने हजुरले नाम निकाल्न एकदमै अप्ठ्यारो हुन्छ, लगभग इम्पोसिबलै हुन्छ। सो बेसिक कन्सेप्ट चाहिँ हजुर हाम्रो क्लियर हुनु पऱ्यो मजाले। सो म चाहिँ के भन्छु भन्दाखेरि अब लेट्स चाहिँ 3 मन्थको टाइम होला। सो 3 मन्थमा चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि 2 मन्थभित्र चाहिँ कोर्स कम्प्लिट गर्नु नै पर्छ हामीले, होइन? किनकि 1 मन्थ त रिभिजनको लागि मजाले चाहिन्छ। सो 2 मन्थमा कोर्स कम्प्लिट गर्ने, अनि त्यहाँपछि 1 मन्थ रिभिजन गर्ने। एकदमै लाइक धेरै त टेन्सन लिएर पनि पढ्नु हुँदैन, चिल पारामा पढ्ने हो, 6-7 घन्टा पढ्ने हो, होइन? झ्याउ लाग्यो भने कुनै दिन 2-3 घन्टा पनि पढ्दा हुन्छ, तर कन्सिस्टेन्टली मेन्टेन हुनु पर्यो। एक दिन 10 घन्टा पढ्यो, अर्को दिन केही दिन नपढ्यो, त्यस्तो खालको चाहिँ हुनु भएन। त्यो फ्लो बिग्रिन्छ पढाइमा। सो एकदमै कन्सिस्टेन्ट भएर पढ्नुपर्ने हुन्छ। र सबसे इम्पोर्टेन्ट कुरा भनेको चाहिँ पास क्वेसन लाग्छ मलाई चाहिँ। पास क्वेसन, कम्प्लिट सोल्युसन, सब कम्प्लिटको सोल्युसनको चाहिँ हरेक क्वेसन चाहिँ हजुर आउनु नै पऱ्यो क्या। पास क्वेसन भन्दा बाई क्वेसन हेर्नु नै पर्दैन। स्कलरसिप बाध्य चाहिएको छ भने त हेर्नु पर्दैन जस्तो लाग्छ।
होइन। अब जस्तै आइएमै पढ्न मन छ भने चाहिँ हेर्नु पर्ला होइन। स्कलरसिप मात्रै चाहिएको छ भने चाहिँ पास क्वेसनभन्दा यताउता जानु नै हुँदैन। पास क्वेसन कि वरिपरि भएर पढ्दा इजिली आउँछ। मैले पनि त्यही गरेको। मैले चाहिँ के गरेको भन्दाखेरि म खासै पढ्दिनँ भन्थेँ, 3-4 घन्टा मात्रै पढ्थेँ, पास क्वेसन मात्रै हेरेर गइदिएको मैले। अब नाम निस्क्यो, अब ठिकै हो, यो इजिली मार्क्स निकाल्न सकिन्छ। पास क्वेसनहरू फोकस गर्नुपर्ने हुन्छ र हाई इयर टपिक्सहरू फोकस गर्नुपर्ने हुन्छ र आफूले पनि एनालाइज गर्नुपर्छ कस्तो खालको क्वेसन आउँछ भनेर। सो अर्को आयो मक टेस्टको बारेमा। सो कोही मार्क्सहरूले चाहिँ मक टेस्टमा चाहिँ लाइक 150+ आउने बित्तिकै इजिली नाम निस्छ जस्तो लाग्छ, तर यो चाहिँ एक्चुअली ट्रु होइन। हजुरको चाहिँ कन्सेप्ट क्लियर हुनुपर्छ, किनकि यो मक टेस्टमा चाहिँ हाइली रिपिटेड क्वेसनहरू आउँछ र जे पायो त्यो क्वेसनहरू आउँछ मक टेस्टमा, भन्नु नै पर्दा हावा क्वेसन आउँछ। सो तर सीमा त्यस्तो हुँदैन, सीमा एकदमै कन्सेप्चुअल क्वेसन आउँछ। सो हजुरले कन्सेप्ट लिएर पढ्ने रादर देन मक टेस्टको लागि पढ्ने। मक टेस्टमा 120+ आयो भने त्यो एकदमै राम्रो मार्क्स हो। र यदि हजुर कन्सेप्ट लिएर पढ्नुभएको छ र मक टेस्टमा 120 कन्सटेन्टली आइरहेको छ भने चाहिँ आई थिङ्क यु क्यान गेट स्कलरसिप भेरी इजिली। र त्यही हो, पास इयर क्वेसनमा फोकस गर्नु पऱ्यो र कन्सेप्ट बिल्डिङ गर्नु पऱ्यो र हजुरको 11-12को पनि कन्सेप्ट एकदमै इम्पोर्टेन्ट हुन्छ र कति हजुरले पढ्नुभएको छ, हजुर कति बुक पढ्नुभएको छ त्यो पनि इम्पोर्टेन्ट हुन्छ। सो मोड्युल्स फलो गर्नु र एप्लाइड केमिस्ट्रीहरूमा चाहिँ +2को बुकै राम्रो छ एकदमै। सो त्यस्तो फलो गर्नु र त्यही हो सजेसन। थ्याङ्क यू। बेस्ट अफ लक एभ्रिवान फर अपकमिङ सिरिज। र यो च्यानलमा अब हामी यस्तै कन्टेन्टहरू हालिरहेको छौँ जसले हजुरको लागि चाहिँ एकदमै हेल्पफुल हुनसक्छ। र हामी सर्ट इरिटेड टपिक्सहरू पनि हाल्न गइरहेको छौँ जुन चाहिँ एक्जाममा स्योर आउने गरेको छ। यदि हजुरलाई यो भिडियो रिलेटेड केही क्वारी छ भने प्लिज कमेन्ट इट डाउन, हामी रिप्लाई अवश्य पनि गर्नेछौँ। र थ्याङ्क यू फर वाचिङ।